हाम्रो देशमा भने सबैतिर ट्राई गरेर कतै केही काम नपाएपछि लास्ट अप्सन टिचर बन्छन्। अब त्यस्ता टिचरले पढाएका स्टुडेन्ट्सहरू कस्ता होलान् आफै विचार गर्नुहोस्। हो, म त्यही शिक्षक हो। अन्त कहीँ जागिर नपाएर डाक्टर, पाइलट, इन्जिनियर बन्न नसकेपछि म शिक्षक बनेको। तपाईले के गर्नुहुन्छ? यति धेरै पेनले लेखेर शिक्षा सेवा आएका यति बाक्ला बाक्ला ठेली पढेर हरेक कुराका आएका पाठ्य पुस्तकहरू पढेर नोट बनाएर सङ्घर्ष गरेर दुःख गरेर स्थायी सेवामा शिक्षक सेवा आयोगको परीक्षामा पास भएर शिक्षक बनेको मान्छे हो। अन्त कहीँ नपाएर जागिर खाएको शिक्षक पेसामा चाहिँ आबद्ध भएको भन्ने त्यही यो तरिका। मेरो पालामा मैले पनि मास्टर डिग्री पढ्दै गर्दाखेरि डिप्लोमामा मेजर इङ्ग्लिस लिएर पढ्दै गर्दाखेरि मलाई विदेश जानको लागि ठुलो अवसर थियो। जुनसुकै देश, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, हरेक देश, जुनसुकै देश गए पनि मलाई अवसरै अवसर थियो। तर एउटै मात्रै सपना लिए, कुनै पनि दिन मैले स्थायी शिक्षक भएर समाजको सेवा गर्नुपर्छ, विद्यार्थी भाइ बहिनीहरूलाई ज्ञान गुणका कुरा दिनुपर्छ भनेर शिक्षक बन्नको लागि अन्तर आत्माले भनेर शिक्षक बनेको मान्छे मै हो। अनि अनलाइनमा जे पाए त्यही अन्त कतै जान नसकेर शिक्षक बनेको, शिक्षक पेसालाई चाहिँ थर्ड क्लासको रूपमा चाहिँ लिने तपाईहरू। अनि हाम्रै देशको प्रधानमन्त्रीले पनि अधिकांश विद्यार्थी फेल गराउने शिक्षकहरूलाई तलब थप्नु पर्यो रे। अझै शिक्षकलाई तलब थप्नु पर्दैन भनेर चाहिँ गाली गलोज गरेको सुनिन्छ। कुनै एउटा विद्यार्थी फेल हुनलाई एउटा शिक्षकको मात्रै हात रहन्छ। हरेक कुराहरू त्यहाँ आबद्ध हुन्छ। 1 नम्बरमा विद्यालय शिक्षा को पाठ्यक्रम कस्तो प्रकृतिको छ तपाईले ख्याल गर्नु भएको छ? पाठ्यक्रम बनाउने नेपाल सरकार अनि शिक्षणमा 35 मिनेट पढाएको घरमा विद्यार्थी फेल भयो भनेर हुन्छ। अनि घरमा विद्यार्थीको वातावरण के कस्तो छ, समाजमा उसको चाहिँ वातावरण के कस्तो छ तपाईले बुझ्नु भएको छ। अनि शिक्षकलाई मात्रै गाली गलोज गर्ने। हामी शिक्षक पेसाप्रति निष्ठावान छौँ, हामी समर्पित छौँ। हामी हाम्रा बच्चा बच्चीहरूलाई कुनै पनि तरिकाले हामी ज्ञान गुणका कुरा सिकाउनको लागि पछि हट्नेवाला छैन। सम्पूर्ण महानुभावहरू, तपाईँ जुन ठाउँमा रहेर अहिले जुनसुकै सेवा गरिराख्नु भए तापनि आखिर एकपटक पछाडि फर्केर सम्झिनुहोस् त। तपाईँलाई पढाउने, कखरा सिकाउने, 1 2 3 सिकाउने, नाकमा सिगान लिएको बेलामा सानो त्यो लालाबालाको उमेरमा सिगान बुझ्दै बुझ्दै पढाउने शिक्षकहरू नै होइन, ती गुरुबा गुरुआमा नै होइन। अनि अहिले डाक्टर भए, पाइलट भए, इन्जिनियर भए अथवा विभिन्न सरकारी ठुला ठुला पोस्टमा ठुला ओहदामा रहेर काम गरे भनेर सबै कुरा बिर्सन पाइन्छ। सबैलाई सिकाउने गुरुबा गुरुआमा नै होइन। अनि किन बिर्सिनुहुन्छ? शिक्षकले नै होइन सबै डाक्टर, पाइलट, इन्जिनियर जन्माका बनाएका। यसरी बुझ्न जरुरी छैन भने सबैजनाले अलिकति पोजिटिभ भएर शिक्षकलाई चाहिँ अलिकति थोरै सम्मानपूर्ण व्यवहार गरिदिनु हुनको लागि मैले आग्रह गर्न चाहे यो भिडियो मार्फत। धन्यवाद।